क्रिस्टियानो रोनाल्डोको पोर्चुगल भर्सेस डिआर कङ्गोको म्याच चाहिँ 1-1 इन भइसकेको छ र वाट अ मिट वाज वाइल्डले खत्तम फ्रम पोर्चुगल भन्दा फरक पर्दैन। न पोर्चुगलको बलमा क्रिएटिभिटी देखिन्थ्यो, बेस्ट मिडफिल्ड ट्रियो अफ दि वर्ल्ड भएको टिमले जम्मा एउटा मात्र बिग चान्सेस क्रिएट गर्न सकेको थियो र फर्स्ट हाफ 1-1 समाप्त भयो र फर्स्ट हाफको गोलमा पनि जाओ नेवेसको ब्रिलियन्स थियो र स्टपेज टाइममा जब उनीहरूले गोल गरे त्यसपछि सेकेन्ड हाफमा एक गोल हान्नको लागि यस्तो धौधौ पर्छ भने उनीहरूले एउटा राम्रो टिमलाई कसरी बिट गर्न सक्छन् र 700+ पासेस कम्प्लिट गरेको यो टिमले एउटा मात्र बिग चान्सेस क्रिएट गर्न सक्यो। पोर्चुगलले सिंगल सर्टसन टार्गेट पनि गर्न सकेन र जम्मा 1 सर्टसन टार्गेट गर्यो फर्स्ट हाफमा र त्यो पनि जाओ नेवेसको ब्युटिफुल हेडिङको कारण मात्र गोल भएको थियो। न यसमा टिम पर्फर्मेन्स थियो न यो बिग चान्सेस थियो र जाओ नेवेस जस्ट ब्युटिफुल यु सेभ पोर्चुगल र जाओ नेवेसको यो ब्रिलियन्स गोल नआएको भए पोर्चुगलले हिजोको म्याच हार्नुपर्ने देखिन्थ्यो र पोर्चुगलबाट एकदमै खत्तम पर्फर्मेन्स आएको छ। वर्ल्ड कप जित्छ भन्ने सपना बोकेका फ्यान्सको लागि एकदमै दुःखको गेम रहेको छ र पुवर पर्फर्मेन्स फ्रम बर्नार्डो सिल्भा एन्ड नट अ गुड पर्फर्मेन्स फ्रम क्रिस्टियानो रोनाल्डो। बर्नार्डो सिल्भा राइट मिडफिल्डरमा खेलेर जम्मा 16-17 टचेस गर्न सके र क्रिस्टियानो रोनाल्डोले पनि 2 चान्स पाएका थिए र त्यो पनि राम्रोसँग कन्भर्ट गर्न सकेनन् र क्रिस्टियानो रोनाल्डोले 90 मिनट्स खेल्न डिजर्भ गर्छन् कि गर्दैनन् हजुरहरूलाई के लाग्छ टेल मी इन द कमेन्ट।